ए हो ल सेलरोटीबाट सुरु भयो ब्लु ओसनमा। वेलकम टु माई ब्लग। फ्रेन्डहरूलाई हल्का ब्लग त गर्नै पर्यो फ्रेन्डहरूसँग। लिङ्गदेन नरिसाइकन हाँस मुस्कानै सबैभन्दा ठुलो कुरा। अन्त अघि लिङ्गदेन सुत्यो भनेर लगाइदिएको रिलमा हाँस्नुपर्छ। ओ सरी दिदी यता हेर्नु न हौ मलाई। राम्रो देखेको मलाई चाहिँ सुहाएन होला साडीको हो। सरू दिदी ओ सरू दिदी पार्टनर ओ ब्रिन्जल यता होइन यता नबोलिकन म्युजिक राखिदिने हो कि सबैलाई खिच्ने। ब्लगर बहिनी यता छ है। प्लेसको मोडल प्लेसको मोडल यस यस अनि यता के भन्छ यो उ चाहिँ प्लेसको दुईटैको मोडल होटल प्लेस दुईटैको मोडल। हाम्रो बहिनी नि मोडल छ कम छैन। सुपर मोडल यता झन् अब चाहिँ मेनु हेर्नु अनि जुन चाहिँ मिठो मिठो खाने छ खाइदिनु है। त्यसपछि अनि झ्याम मिठो मारेर खाइदिनु होइन। ड्रिङ्क्सहरू खानेकुराहरू अब चाहिँ मेनु हेर्नु अनि जुन चाहिँ मनपर्छ त्यो खानु है। ल ल ल अर्गनाइज के अरे जमुना र बहिनीको लागि चाहिँ मैले भनिसकेको छु। अरूहरूलाई भनेरै टन्नु भएको अनि जुस खानु है। ल यता नौलो मान्छेहरूको त खिचेको छैन। ब्लगर बहिनी बोल्न आएको छ के अरे कतिखेर हो भिडियो खिच्दी। यता चाहिँ हिँड्नेवाला बहिनी यता चाहिँ यता भएर सुमी बहिनी बाजेहरूले त अघि सुरुमै देखाएको थियो नि। बाजे सुरुमै खिचेको नि तपाईँले त झन्। कसले खाने हो रोटी अझै छ रे रोटी ए हो। सुरुमै खिचेको अरे हो तपाईँहरूलाई भन्दै हुन्छ घुमाने यता हेर न खानुको बिजी हो। आमा एकछिन त गर मोमो अघिदेखि मोमो फ्राई खानु भाइ मागिरहेको छु क्या। के लाग्छ यहाँलाई देखा न कस्तो राम्रो भएर आएको छ नि आज। टर्न अन गर्नु अनि ओके गर्नु रिल्समा जान्छ क्या। हेलो युकेबाट आएर एउटा चक्लेट पनि नदिने बसिरहेको एन्जलिना निरुको लागि चाहिँ यस्तो स्पेसल। अनि यता खानु हो खाँदा 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 के भयो रे रोटी
सेन्डीबुढीको काम होला नि त त्यो दलाल के चाहिँ हो अहिले माला परस दिदीहरू म दिदी नाङ्सी दिदी उता स्यारा दिदी उता यस्तो राम्री राम्री भएर तिज पार्टी हो कि दसैँ पार्टी हो तिज पार्टी जस्तै देखिरहेछ डार्लिङहरू सुरु लाइट साइट मारेर ल यहाँ दिदी बहिनीको चाहिँ हिसाब किताब त गडबड भएको भएर चाहिँ यता पुरा टिकटक बनाउँदैछ फेरि अर्कै दुनियाँ छ आफ्नो आफ्नो दुनियाँमा छु हामीहरू गाइजहरू अब आज बन्द नै हुनु लागिसक्यो गाइजहरू अब हामी चाहिँ घर जानुपर्ने हुन्छ ह्याप्पी दसैँ एभ्रिवानहरू ह्याप्पी दसैँ सोनी दिदी इन्जोय ह्याप्पी दसैँ ह्याप्पी दसैँ ल इन्जोय ल ल बाई बाई ल बाई एभ्रिवान ल इन्जोय एभ्रिवान ल बाई ए हेलो गाइजहरू ह्याप्पी दसैँ मेरो फ्रेन्डहरू मेरो साथीहरू आधा उधी चाहिँ अघि सबैजना घर गइसक्यो अनि लास्टमा चाहिँ हामीहरू मात्रै रह्यौँ ओइ समाए मलाई यहाँनिर ह्याप्पी दसैँ खोइ ह्याप्पी दसैँ भनेको मासला बोल ह्याप्पी दसैँ ओ सरी अन्त है बेजत पो हुन्छ ल ह्याप्पी दसैँ लिङ्गेन ह्याप्पी दसैँ ह्याप्पी दसैँ हल्का हामी चाहिँ अहिले चाहिँ ड्रिङ्क्स गरेर हल्का मातेको अवस्था गाइजहरू ह्याप्पी दसैँ एभ्रिवान बाई बाई